दर्शकवृन्द नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ यो भवानी प्रसाद पुरुषको व्यक्तिगत युट्युब च्यानलमा। आज हामी व्यास गुफामा अवस्थित, जहाँबाट 4 वेद 18 पुराण रचिए, जुन ऋषिको कारणले व्यास ऋषिको कारणले 4 वेद 18 पुराण रचिए, तिनै ऋषिको व्यास गुफामा अवस्थित 28औं गुफाका मूर्तिहरू यहाँहरूलाई हामी दर्शन गराउन गइरहेका छौँ। प्रत्यक्ष दर्शन गर्नुहोस्। व्यासजी महाराज यहाँ हुनुहुन्छ। यसैगरी यतापट्टि गणेशजी महाराज, व्यासजीले पुराण भन्ने र गणेशजी महाराजले पुराण लेख्ने गरेको तथ्याङ्क इतिहास हामीले पढ्छौँ, ती शास्त्रहरूमा हामीले पढ्छौँ। त्यसैगरी यहाँ प्रत्यक्ष यता कथा लेख्दै गर्नुभएको गणेशजीको एउटा हातले कपी राखेर लेख्दै गर्नुभएको हामी यहाँ देख्छौँ। कपी राखेर लेख्दै गर्नुभएको छ गणेशजीले पुराण। त्यसैगरी व्यासजीले यताबाट भन्दै हुनुहुन्छ। यो प्रत्यक्ष स्थान यहाँहरूलाई दर्शन गराउन गइरहेका छौँ। बढीभन्दा बढी हेरेर यहाँहरूले लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। यसैगरी यहाँ 1 नम्बरमा हुनुहुन्छ स्वयं ब्रह्माजी। यहाँ लेखिएको पनि छ स्वयं ब्रह्माजीको मूर्ति 1 नम्बरमा। 2 नम्बरमा प्रजापति, 3 नम्बरमा शुक्राचार्य महाराज, 4 नम्बरमा बृहस्पति, 5 नम्बरमा सविता, 6 नम्बरमा यमजी महाराज, 7 नम्बरमा मघवा, 8 नम्बरमा गुरु वशिष्ठ, 9 नम्बर शाश्वत, सारस्वत, 10मा त्रिधामा, 11मा त्रिविषय, यहाँ मुनि लेखिएको पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। 12मा भारद्वाज, त्यसैगरी 13मा अन्तरिक्ष, 14मा हुनुहुन्छ धर्मराज, राजा धर्मराज। यसैगरी 15मा हुनुहुन्छ ऋष्यारूपिणी, 16मा हुनुहुन्छ धनञ्जय, 17मा हुनुहुन्छ मेघातिथि, 18मा प्रतिजय, 19मा अत्रि ऋषि, 20मा गौतम ऋषि, 21मा हयात्मा, 22मा बेनवाज श्रवा, 23मा सोम आयुष्याण, 24मा तृणबिन्दु, 25मा भार्गव, 26मा शक्ति, 27मा जातुकर्ण, 28औँमा हाम्रो व्यासजी महाराज भनेर हामी शास्त्रमा पढ्छौँ। त्यसकारण यहाँ व्यासजीले कथा भनिरहनु भएको छ, व्यासजीले कथा बयान गरिरहनु भएको छ। गणेशजीले टक्क कपी कलम लिएर लेखिरहनु भएको छ। यो प्रत्यक्ष मूर्तिको दर्शन यहाँहरूलाई हामीले गरायौँ। यो दमौली नगरपालिका दमौली भन्ने ठाउँमा व्यास नगरपालिका वार्ड नम्बर 5मा हामीसँग यो गुफाको दर्शन अब हामी गराउनेछौँ। गुफाको दर्शनमा यहाँहरूलाई म लिएर जाँदैछु। यतापट्टि व्यासको मूर्ति, यतापट्टि भगवान गणेश, यतापट्टि भगवान शिव गुफाको मन्दिरभित्र यस्तो दृश्य रहेको छ। विभिन्न किसिमका भगवान शिवका शिलाहरू, मूर्तिहरू, नागका मूर्तिहरू यहाँहरूले प्रत्यक्ष देखिरहनु भएको छ। यहाँ व्यासजी महाराजले ध्यान गरेर ज्ञान दिएको कुरा, व्यासजी महाराजजीले बोलेर गणेशजीले लेखेको कुरा, यो गुफा यहाँ अँध्यारो छ। यो गुफाभित्र यहाँ बसेर यहाँ पनि व्यासजी महाराजजीको मूर्ति, व्यासजी साक्षात् यहाँ पनि हुनुहुन्छ, मूर्ति राखिएको छ।
यहाँ पनि गणेशजीको मूर्ति राखिएको छ सानो। यो गुफाभित्र, यो अन्धकार गुफाभित्र बसेर कथा लेखिएको हो, 4 वेद 18 पुराण लेखिएको हो भन्ने हाम्रो शास्त्रमा प्रमाणित छ। त्यसकारण यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद दिँदै आज म बिदा हुन चाहन्छु। हस्, नारायण।